मलाई जहिले पनि स्क्रिनमा देखिन रहर, तर मलाई जहिले स्क्रिन पछाडि नै राख्न खोज्थे टिभीका मान्छेहरू होला। त्यो बेला मैले पनि राम्रो त अनुहार छैन, न बोल्ने शैली थियो, न अनुहार थियो, न ड्रेसिङ सेन्स थियो भने चाहिँ त अनुहार देखिनको लागि टिभीमा देख्नु त ह्यान्डसम चाहियो होला, हिरोइजम चाहियो होला, राम्रो लुगा चाहियो। मसँग केही पनि थिएन, सायद त्यसको पनि मलाई कमजोरी थियो होला। त्यसैले म जहिले ब्याक थिएँ। अनि एक दिन चाहिँ सपन दाईहरूले त्यो भूकम्प राहत के बाँड्दै हुनुहुन्थ्यो क्या। अनि त्यहाँनिर बाइट लिन जानुपर्ने थियो, त्यो इन्टरभ्यू हुनु बाइट हुन्थ्यो मेरो जिन्दगीको पहिलो चाहिँ। अनि जोलाई पठाउनु पनि उहाँ बिरामी भएपछि चाहिँ ब्याकअप त मै थिएँ, दाइ म जान्छु नि भनेर गएको हो क्या मेरो जिन्दगीको सुरुवात चाहिँ। अनि फर्स्टचोटि इन्टरभ्यू लिएको पनि जो होस्टले नाम नलियो इन्टरभ्यू लिनु पनि उहाँ चाहिँ रक्षा झ्या भएपछि चाहिँ म फर्स्टचोटि चाहिँ स्क्रिनमा अनिर भएको, तर अनिर पनि हुन पाइनँ। मैले जे प्रश्न सोधेको थिएँ भोलिपल्ट उहाँ चाहिँ मेरो जो होस्टको कुर्सीमा बसेर त्यति प्रश्न सोधेर आफ्नो इन्सर्ट हालेर गेस्ट अनिर गर्नुभयो क्या। अन्त धेरै पछि त्यस्तो पनि कहानी छ नि, तर रमाइलो लाग्छ मलाई। त्यो मेरो सिकाइ हो क्या होइन। त्यो होस्ट फिल भयो तब काम त तपाईले गर्नु होइन। अनि सिङ्गरले फोन गरेर भाइ अजुबा भएछ त यार, किन भनेको त होस्ट त अर्कै त चेन्ज भएछ त यार।